ल गाइस यो चाहिँ मैले आफैले बनाएको अलि ठुल्छोले भन्न यो एकदम पर्फेक्ट हो यो भोइस ल भन्न ल गाइस यो चाहिँ मैले आफैले बनाएको चङ्गा उड्छ कि उड्दैन टरे हान्नु हैन आफै लागेको छैन उड्नु त कसरी उड्छ होला र ल भाइले चाहिँ आफ्नै मेहनतले यो चङ्गा बनाएको छ है अब यो उड्छ कि उड्दैन चाहिँ हेरौँ हामी यसको कलालाई चाहिँ सम्मान गरौँ तपाईले लाइक सेयर गरौँ मगाइदिनु लाइक सेयर सब्सक्राइब गरौँ हैन अनि भविष्यमा आफैले चङ्गा बेच्न सक्छु बनाएर ल है गाइज उड्यो है उड्यो 4 फिट चाहिँ उड्यो है गाइज ल म उडाइदिन्छु खै ठिक छ ल है गाइज सँगै उडाउँ है गाइज ल अलिक पछाडि हावा नपुगेर हो क्या हावा लागेन चङ्गा एकदम हेभी रहेछ होइन यो भाइले आफैले बनाएको ल अरे 1 2 3 गो ल हेरे अलि तलै जाउँ होला है पछाडि नै ए ल है अलि कडा गरौँ 1 2 3 गो ल गाइस उड्यो 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 ल है उड्यो उड्यो ल सुरु यस्तै हो गाइस होइन प्लेन बनाउने नि यसरी नै हो पहिला उड्दैन होइन अब फेरि उडौँ है गाइस ल लाभा खाइदिउँ लाफा दिएँ मैले ल ओहो के हो 1 2 3 उड्यो ल है गाइस उड्यो है उड्न चाहिँ उडेको है जियोस् ल कालोबाट खस्ला छ है धेरै पछाडि नजा लगाइ यो चाहिँ हाम्रो गाउँ हो है कीर्तिपुर काठमाडौँ यस्तो छ यता चन्द्रगिरीको डाँडा छ भाइले चङ्गा उडाउँदैछ सर्लक्क लगाएर उड्यो ए उड